महान परमेश्वर तपाईँको चरणमा फेरि पनि प्रभु तीजना प्राणीहरू यो कोठामा भेला भइकन प्रभु तपाईँको चरणमा हामी आफ्नो अयोग्य शिर झुकाएर आउँछौँ। तपाईँ परमेश्वर साँच्चै नै प्रभु हामी मानिस जातिलाई सृष्टि गर्नुहुने परमेश्वर, तपाईँ सृष्टिकर्ता परमेश्वर अनि तपाईँको हातले चाहिँ हामी मानिस जातिलाई बनाउनु भएको छ। तपाईँ चाहिँ हाम्रो हस्तकला हुनुहुन्छ प्रभु। तपाईँ परमेश्वरलाई म धन्यवाद चढाउँछु अनि त्यसै अन्तिमको लागि आजको दिन चाहिँ अब यो नानी 3 वर्ष कम्प्लिट भएर अब भोलिको दिन 4 छ। प्रभु यो 3 वर्षको अवधिमा प्रभु तपाईँले गर्नुभएको अनुग्रह, गर्नुभएको आशिषको लागि, तपाईँको बाहुलीले सम्हाल्नु भएको लागि तपाईँ जिउँदो परमेश्वरलाई धन्यवाद चढाउँछौँ। अनि अब 4 वर्षमा लाग्दै गर्दा प्रभु त्यो भविष्यको दिनलाई पनि तपाईँ परमेश्वरलाई प्रभु तपाईँ परमेश्वरले आफ्नो सानो बालिकालाई प्रभु तपाईँले अनुग्रह गर्नुहोस्, कृपा गर्नुहोस्, तपाईँको बाहुलीले सम्हालिदिनुहोस् भनिकन प्रार्थना गर्छौँ। सबै कुरो तपाईँको हातमा समर्पण गर्छौँ प्रभु, तपाईँले आशिष गर्नुहोस्, अनुग्रह गर्नुहोस् निम्ति प्रार्थना छ। अनि परमेश्वर प्रार्थना गर्छु विशेष गरिकन प्रभु हाम्रो ठुलो एउटा विवाहको कार्यक्रमहरू थियो, त्यो सबै सम्पन्न हुनुमा तपाईँले सहायता मद्दत गर्नुभयो। अनि परमेश्वर बाबु प्रार्थना गर्छु तपाईँ परमेश्वरले नै सबै अनुग्रह गर्नुभयो अनि प्रभु त्यो सबै विवाहको कार्यक्रमहरू पनि सफल हुन सके। अनि आज हामीले कतिजना हाम्रो सहयोगी र हाम्रो सहायता गर्नेहरूलाई हामी धन्यवाद चढाउन सक्यौँ। यो प्रोग्रामको लागि पनि तपाईँ परमेश्वरलाई धन्यवाद हो। र म प्रार्थना गर्छु अब यो हाम्रो यो प्रभु यो बर्थडेको र सेवकाईको पछाडि प्रभु जतिजना आफ्नो छोराछोरी आफ्नो घरमा जाँदैछन् उहाँहरूको साथमा तपाईँ भइदिनुहोस् भनी प्रार्थना छ। अनुग्रह गर्नुहोस्, आशीर्वाद दिनुहोस्। यहाँबाट लुङचोक जानेवालाहरू हुनुहुन्छ उहाँको साथमा तपाईँ भइदिनुहोस् भनिकन प्रार्थना छ। कुशल साथ आफ्नो परिवारमा पुग्नमा तपाईँले सहायता अनि मद्दत गर्नुहोस् प्रभु। र विशेष म प्रार्थना गर्छु नानी ट्रेसी अङ्फिमको लागि। अब ट्रेसी अङ्फिमको भविष्यलाई तपाईँको हातमा समर्पण गर्छु प्रभु। पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर तपाईँको नाउँमा यो नानीलाई प्रभु म ल्याउँदछु प्रभु। तपाईँ परमेश्वरको बाहुलीले अब भविष्य तपाईँले सम्हालिदिनुहोस् भन्ने प्रार्थना छ। शरीर र कदमा बढ्दैछ, आत्मामा बढ्नमा सहायता अनि मद्दत गरिदिनुहोस् भन्ने प्रार्थना छ। र आजको दिन उसको बर्थडे भएको कारणले, जन्मदिन भएको कारणले अब यो नानीले यो केकहरू काट्नेवाला छ। यो केकलाई तपाईँ जिउँदो परमेश्वरको हातमा समर्पण गर्छु प्रभु। अनि यो केकमा जुन प्रकारको मिठास पूर्ण तत्त्वहरूले बनिएर मिठो चिज छ प्रभु, त्यसरी नै यो नानीको जीवनमा पनि मिठास सधैँभरि रहिरहेको होस् भनिकन म प्रार्थना गर्छु प्रभु। तपाईँ परमेश्वरले आशिष अनुग्रह गर्नुहोस् भनिकन प्रार्थना छ। हाम्रो प्रार्थना सुन्नुभएकोलाई धन्यवाद। र विशेष अब यो बालिकालाई हुर्काउँदै गर्दा प्रभु यो त्यसै अङ्फिमको आमालाई तपाईँको चरणमा आउँछ प्रभु। आफ्नो छोरीलाई हुर्काउँदै गर्दा आफ्नो छोराछोरीहरूलाई प्रभु तपाईँले माथिबाट ज्ञान बुद्धि दिनु।